हाई गाइज, के छ तपाईँहरूको खबर? मेरो हालत हेर्नु न यहाँ कस्तो भएको छ। मेरो हालत हेरेर अलिअलि चाहिँ थाहा भयो होला। कसलाई तपाईँहरूलाई बिगौती मनपर्छ? म बिगौती पकाउँदैछु। बिहानको 10 बजी बसाएको यो कराईको ट्याप्पै थियो, घटेर अहिले बल्ल 12 बज्न आँट्यो यति भएको छ। अब यो पाक्दा कति बज्छ भन्ने थाहा छैन मलाई। मेरो हालत हेर्नुहोस् न साथीहरू, कस्तो भइसकेको छ। यो बिगौती लभर घरमा हुनु पनि साह्रो गाह्रो रहेछ। म चाहिँ हुनु थियो भने यो दुध अघि ककसलाई दिएर पर सारिसक्थेँ। म पकाउने पनि दिनँ, मलाई खासै मन पनि पर्दैन। तर हाम्रो घरमा बिगौती लभर हुनुहुन्छ, त्यही भएर पकाइदिँदैछु। गर्मीले पाकिसक्यो, पाकेर पनि मै बिगौती जस्तो हुन आँटिसक्यो। यो बिगौती कति बज्दा पाक्छ भन्ने थाहा छैन। हे प्रभु, गर्मी छ, यस्तो घाम, अनि यो तातोमा बसेर बिगौती पकाउनु। प्रभु, रुनु कि हाँस्नु भइसक्यो म। गर्दैन कहिले पनि। यो कहिले सुक्छ कहिले पाक्छ। 10 बजीदेखि सुरु गरेको 12 बजीसम्म। यस्तो दुःखले पकाएको त मिठै हुन्छ होला है गाइज। कसलाई मनपर्छ कमेन्ट गर्नुहोस् ल, अनि सब्सक्राइब लाइक सेयर पनि गरिदिनु होला। बाई। मेरो हालत हेर्नुहोस् गाइजहरू, मुख कस्तो भइसकेको छ। यहाँ हाम्रो कुटी काट्ने मेसिन छ। बजीसम्म लाग्छ बिगौती पकाउन मलाई थाहा छैन। पाकिरहेको छ, कहिले गर्दैन। म त बिहोस हुन्छु होला। म बिगौती पकाउँदै बिहोस भयो भने कसले मलाई हस्पिटल लान्छ, कसले पानी गनाउँछ, कोही छैन घरमा। वचनको गाईहरू फेरि के भएको, 2 दिन बिहाको 2 दिनदेखि नै दुधै फाट्दैन त। फट्टै आफै फाट्नु हो भने त छिटो हुन्छ नि। यो पनि नफाटेर भेनिगर हालेर पटाएको हुन्थ्यो कि हुँदैन थियो। भेनिगर हालेर फटाउन मैले चाहिँ नसकेर भेनिगर हालेर फटाएको। थाहा पायो भने मार्छन् बाउले। त्यसकोस् पकाइसकेर चाहिँ मेरो ड्युटीमा जाउँ भनेको। यो पकाउँदै 2 बज्छ जस्तो छ। मार्छन् होला मलाई साउले गोदेर। कस्तो गर्मी छ गाइजहरू। ओहो, यो चाहिँ हाम्रो कुटी काट्ने मेसिन। यहाँ कुटी काटेको छ, यता चाहिँ घाँस छ है। अब के गर्नु होइन, गाई पाल्ने भएपछि यस्तै हो। मुख चाहिँ यस्तो छ, पोतोले भरिएको छ। यहाँ चाहिँ पुरा फिल्टर लाए जस्तो रातो रातो कालो यो सबै घाम लिएर गर्मी, यो चुलोको तातोले। अनि मेरो थुप्रै कामहरू राम्रो हुन्छ। हेर्नुहोस् त गाइस, यहाँ पनि फेन लाउन पाएको भए हुन्थ्यो होला बरु। फेन लाउने ठाउँ पनि यत्रो माथि कसरी लाउनु। म त पाकेर मर्ने भयो नि साथीहरू। राइट, यस्तो दुःखले पकाएर खानु हो भने त म त खाँदिनँ म बरु नखाने। अर्कैलाई खुवाउने त यस्तो साह्रो छ। ओ माई गस, उठाले रे बाबा, साँच्चै चिना उठाऊ है भगवान्। भरे साँच्चै उठायो भने त फेरि मेरो छोराछोरीको बिजोक हुन्छ नि। राइट, यो चाहिँ भने मात्रै उठाले रे बाबा भनेको चाहिँ। मर्गेली रे मर्गेली। पकाउँदैछु म साथीहरू। 12:30 हुन आँटिसक्यो। अब चाहिँ म साँच्चै जान्छु। यो गर्मीमा मैले ब्लग बनाएको, यो पसिनामा कस्तो भयो हेरेर सपोर्ट गरिदिनु होला है त। बाई 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 बाई।